हेलो गुड मर्निङ शुभ बिहानी शुभ पहल सम्पूर्णमा लासोफ्या फुला टाँसिदेले झोले नमस्ते जो लाग्पा हाम्रो यसै नेचर सल्यान एक आले स्थित चाहिँ हाम्रो यसै यहाँ यो गौतम बुद्धको मूर्ति चाहिँ बनाइसकेको अवस्था देखिन्छ र यहाँ धाराको व्यवस्था पनि गरिदिनु भएको रहेछ। यतापट्टि पनि धारा राम्रो बनाइदिनु भएको छ, धन्यवाद। र यतातिर यी बच्चाहरू खेल्ने ठाउँ उफ्रिने यता स्विमिङ खेल्नेदेखि लिएर धेरै राम्रा बनाइदिनु भएको रहेछ। र आज म धेरै दिनपछि यस मूर्तिको छेउमा उपस्थिति भएको हुँदा यस वरिपरि चाहिँ म भिडियो खिचेर देखाउन गइरहेको छु सम्पूर्ण दर्शकवृन्दहरूलाई। हेर्नु होला, यो चाहिँ यहाँ बच्चाहरू खेल्ने ठाउँ पनि यताबाटै भर्याङबाट झर्ने, उता स्विमिङ खेल्ने, यता अर्को यता पनि बच्चा चाहिँ यहाँ झरेर उता निस्किने, उता स्विमिङ खेल्ने, यस्तो यस्तो बनाएको छु। पर एक ठाउँमा घुम्ने बच्चाहरूलाई राखेर घुमाउने ठाउँ पनि बनाएको रहेछ। यहाँ चाहिँ उफ्रिने हो, बरक बरक जति उफ्र्यो उति उफ्रिन्छ। यो चाहिँ अब यस्तो यस्तो खालको चाहिँ यहाँ व्यवस्थाहरू गर्नुभएको रहेछ, विशेष धन्यवाद। र यहाँ मूर्ति चाहिँ अब करिब करिब बनिसकेको जस्तै पनि छन्। र यहाँदेखि हाम्रा यसै नेचर सल्यान बेतघारी, पाँच गैरी, केसरी अबदेखि लिएर जिप्लीदेखि लिएर मूलखर्कदेखि लिएर यता पोखरी, नेचा, सल्यान, यता यो माझगाउँ, यो धेरै ठाउँहरू यहाँबाट देख्न सकिन्छ। र अलि बिहानै भएको कारणले गर्दाखेरि राम्रो क्लियर देखिरहेको छैन होला। तपाईँहरूलाई पक्कै पनि कुनै समयमा फेरि बेलुकाको समय परेछ भने म देखाउने नै छु। र यहाँबाट हेर्नुहुन्छ यति तल लागिरहेको छ। यो वरिपरि घुमेर यहाँबाट फेरि अझै एउटा यो स्विमिङ खेल्ने ठाउँ बनाउँदा नि हुन्छ। एकदम भिरालो ठाउँ चाहिँ यहाँबाट यहाँबाट पर गयो भने यहाँबाट एउटा घिर्लिङ लगाएर पारी जाने, पारिबाट वारी आउने ठाउँ बनायो भने पनि मिल्ने खालको ठाउँ छ यहाँनिर। यहाँदेखि लिएर अनि यताबाट ख्याम्पु जाने ठाउँ, ख्याम्पु कुन्तादेवी मन्दिर एरिया, यता यो नेचा एरिया हो। एकदमै तल लागेर चाहिँ राम्रो देखिरहेको छैन यो बिहानको अवस्था भएर। र यो वरिपरि एकदमै हरियाली जङ्गलहरू छन्। यस्तै हरियाली जङ्गलको साथसाथमा एउटा उच्च डाँडामा चाहिँ एकदम रमणीय ठाउँमा चाहिँ एकदम बुद्धको एउटा मन्दिर बनाउन सफल भएका छन्। सबैजना आउनु होला, हेर्नु होला। यहाँनिर घुम्नको लागि एकदमै र फ्रेस हावा खानको लागि एकदमै राम्रो ठाउँ छ यो। यतातिर अब यसरी यता आएर तल डाँडातिर बसेर भिडियोहरू फोटोहरू खिच्दा पनि हुन्छ। यो यस्तो छ नि यहाँ एरिया चाहिँ राम्रो भएछ। अब कतिपयले देख्नुभयो होला, कतिपयले देख्नु भएको छैन होला। नदेखे पनि आज यो मेरो भिडियो मार्फत हेरेर सबैले चित्त बुझाउनु होला। आले डाँडामा बनाएको बुद्धको मन्दिर कस्तो भएछ भनेर कतिपयले अब यहाँ अब झट्ट आउन पनि सकिँदैन नि त। त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले यो भिडियोबाट हेरेर भए पनि चित्त बुझाउनु होला पनि भन्न चाहन्छु। ल हेर्नु होला है त, यो बच्चाहरू उफ्रिने खेल्ने ठाउँ हो यो। यहाँनिर भत्रङ खेलेछ भने बच्चाहरू चाउचाउ ल्याएर खाएर उफ्रेर गएछ। यहाँ जति उफ्रियो त्यति उफ्रिन्छ। यो अलि ढिलो उफ्रिने बच्चाहरू चाहिँ यहाँनिर लड्छ पल्टक पल्टक। अनि यस्तै एरिया यहाँनिर लगेर यता चाहिँ स्विमिङ खेल्ने ठाउँ, यहाँ माथिबाट यताबाट चढ्ने, यताबाट चढेर यहाँबाट आएर चाहिँ सरर बच्चा यहाँ झर्ने। र अलि धुलोमुलो छ, अब यसलाई अझै व्यवस्थित गऱ्यो भने यतापट्टि छ नि, यता एउटा त्यता, त्यहाँ चाहिँ घुमेर सर्लकै झर्ने छ। सानो सानो बच्चाहरूको लागि चाहिँ यहाँनिर ल्याएर
यसो खेलायो भने हुने रहेछ है त। यो चाहिँ फन बच्चाहरू घुम्ने ठाउँ है। यो चाहिँ यो आफै घुम्छ कि घुमाउनु पर्ने हो, यो चाहिँ हेर्नुपर्ने भएको छ। एकचोटि हेरेर यी बच्चाहरू पिङ खेल्ने ठाउँ पनि आए। पिङ खेल्ने ठाउँ यसरी यहाँ राखेर होइ गराएपछि यो आफै भइकिन्छ। यस्तो यस्तो बनाएर रहेछ यहाँनिर। यो चाहिँ स्विमिङ खेल्ने ठाउँ। यताबाट चढेर यताबाट घुमेर आएर यताबाट स्वात्तै तल जान्छ रहेछ यो। त्यस पछाडि भनेको यहाँनिर यो आएर आले डाँडाको यो चाहिँ घुम्ने ठाउँ रहेछ। यसरी घुमाउने, यसरी घुमाएपछि बच्चाहरू फन्नन घुमो यसरी घुम्ने रहेछ। यस्तो यस्तो ठाउँहरू यहाँ बनाएछ। त्यसको लागि विशेष धन्यवाद पनि भन्न चाहन्छु। र म पनि धेरै दिन समय पछि आएको यहाँनिर, र आज यहाँ आउँदाखेरि यसो अलिकता झिलिमिली देखेर यसो चढ्दै बाटो छोड्दैदेखि अलिक माथितिर चढेपछि भेटिन्छ यी बच्चालाई माथि राखेर घुमाउने हो। 2, 4, 6, 8 जना 8-9 जना बच्चाहरू एकैचोटि घुमाउन सकिने रहेछ। त्यहाँदेखि लिएर यस्तो छ है साथी। त्यो छ नि मूर्ति, अलिक घामले गर्दाखेरि राम्रो देखेको छैन। आजलाई यति भन्दै मेरो भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। हस्त नमस्ते। फेरि अर्को वर्षमा पक्कै पनि तपाईँहरूको माझ म जोडिने नै छु भन्दै आजलाई भिडियो बन्द गर्न चाहे। हस्त नमस्ते, धन्यवाद। के हो बन्दै हुँदैन त्यहाँ।